सम्पूर्णमा नमस्कार। आज फेरि हामी तेस्रो पाठ लिएर आएका छौँ नेपाल रोड स्ट्यान्डर्डको। हामीले विगतमा विभिन्न टपिकहरूमा रहेर छलफल गऱ्यौँ। एउटा चाहिँ रोडको क्लासिफिकेसनको बारेमा हेऱ्यौँ, नेपाल रोड स्ट्यान्डर्ड 2070 को आधारमा एडमिनिस्ट्रेटिभ क्लासिफिकेसन र हाम्रो टेक्निकल र फङ्सनल क्लासिफिकेसन हेऱ्यौँ। त्यसपछि हामीले चाहिँ विभिन्न क्यारेक्टरिस्टिक्सहरू हेऱ्यौँ। यो हाम्रो भेहिकलको रोडको क्यारेक्टरिस्टिक्स, ट्राफिकको क्यारेक्टरिस्टिक्सहरूमा भेहिकलको डाइमेन्सन, इक्विभ्यालेन्सी फ्याक्टर भनेको के हो, कसरी यो चाहिँ असाइन गरिएको हुन्छ डिफ्रेन्ट भेहिकलको टाइपहरूको आधारमा, क्यापासिटी र लेभल अफ सर्भिस भनेको के हो त्यसको बारेमा हेऱ्यौँ। र टेरियन क्लासिफिकेसनको बारेमा पनि हामीले चाहिँ पर्सेन्टेज क्रस स्लोप र हाम्रो चाहिँ डिग्रीको आधारमा चाहिँ टेरियनलाई कसरी हामीले क्लासिफाई गर्न सकिन्छ भन्ने कुरा चाहिँ हामीले स्टडी गऱ्यौँ। आजको क्लासमा भने हामीले डिजाइन स्पिड, साइड डिस्टेन्स, अब साइड डिस्टेन्समा पनि हाम्रो स्टपिङ साइड डिस्टेन्स र ओभरटेकिङ साइड डिस्टेन्सको बारेमा पढ्छौँ। त्यस्तै गरी एप्लिकेसन अफ साइड डिस्टेन्सको बारेमा स्टडी गर्छौँ। त्यसै गरी ओभरटेकिङ जोन सम्म हामी चाहिँ आज चाहिँ कभर गर्ने प्रयास गर्नेछौँ। सुरुमा हेरौँ डिजाइन स्पिडको बारेमा। ओभरअल ज्योमेट्रिकल डिजाइन अफ अ रोड इज अ फङ्सन अफ डिजाइन स्पिड भनेपछि सबभन्दा चाहिँ हाम्रो चाहिँ ज्योमेट्रिकल डिजाइन गर्नको लागि सबभन्दा मुख्य भूमिका भनेको चाहिँ के रहेछ त डिजाइन स्पिड हो हैन। भनेको अब ज्योमेट्रिकल डिजाइन भन्ने कुरा चाहिँ हाम्रो कसैको ज्योमेट्रिकल डिजाइन भनेको केमा डिपेन्ड गर्ने रहेछ त, इट इज अ फङ्सन अफ हाम्रो चाहिँ स्पिडको फङ्सन रहेछ। भनेपछि हाम्रो स्पिड कति राख्ने अथवा स्पिड डिजाइन स्पिड कति राख्ने भन्ने हिसाबमा चाहिँ त्यसको ज्योमेट्री हाम्रो चाहिँ हामीले चाहिँ निर्धारण गर्नुपर्छ हैन। जस्तै 20 किलोमिटर पर आवरमा हामीले चाहिँ स्पिड राख्ने हो भने त्यसको ज्योमेट्रिकल डिजाइन कस्तो राख्ने, 40 गर्ने हो भने कस्तो राख्ने, 60 स्पिड दिने हो भने किलोमिटर पर आवरमा 60 दिने हो भने कस्तो खालको ज्योमेट्री राख्ने भन्ने कुरा चाहिँ अब केले ज्योमेट्री कस्तो हुने भन्ने कुरा चाहिँ यो स्पिडले निर्धारण गर्ने भयो। डिजाइन स्पिड इज डिसाइडेड। अब डिजाइन स्पिड कसरी पत्ता लगाइन्छ त भनेपछि ज्योमेट्री हाम्रो कस्तो राख्ने भन्नको लागि चाहिँ हाम्रो स्पिड थाहा पाउनु पर्यो। अब डिजाइन स्पिड चाहिँ हाम्रो चाहिँ मेन चाहिँ कुरा भयो। अब डिजाइन स्पिड चाहिँ कसरी थाहा पाउन सकिन्छ, इज डिसाइडेड बेस्ड अन द इम्पोर्टेन्स अफ द रोड। जस्तै रोड क्लासमा हामीले भनिएको छ कतिको महत्त्वपूर्ण सडक हो, यो सडकमा चाहिँ अब जति महत्त्वपूर्ण छ अब त्यति चाहिँ अलि स्पिड चाहिँ बढाएर राख्नुपर्ने होला। त्यही भएर इम्पोर्टेन्स अफ द रोडमा अथवा रोड क्लासमा चाहिँ डिपेन्ड गर्ने भयो। अर्को भनेको चाहिँ टेरियनको टाइपमा पनि डिपेन्ड गर्ने भयो। जस्तै तराईमा महत्त्वपूर्ण सडकको स्पिड र हिमालमा हुने महत्त्वपूर्ण सडकको स्पिड एउटै नहुन सक्यो। त्यही भएर दुईटा कुरा भयो, एउटा चाहिँ इम्पोर्टेन्सले पनि गभर्न गर्यो, एउटा भनेको चाहिँ टेरियनको टाइपले पनि डिटरमाइन गर्ने भयो डिजाइन स्पिडलाई। द डिजाइन स्पिड इज स्पिड टु बी एडप्टेड फर द भेरियस क्लासेस अफ द रोड। अब कति लिने भन्दाखेरि रोडको क्लासमा डिटरमाइन गर्छ। अहिले भन्यौँ हामीले डिजाइन स्पिड चाहिँ दुईटा कुरामा भर पर्छ। एउटा चाहिँ रोडको क्लासमा भर पर्छ भने हामीले इम्पोर्टेन्स अफ द रोड, अर्को भनेको चाहिँ टाइप अफ द टेरियनमा चाहिँ डिपेन्ड गर्छ भनेर भनियो। त्यही भएर जस्तै हाम्रो चाहिँ प्लेन टेरियन छ भने फर्स्ट क्लासको रोड हामीले बनाउनु पर्यो भने त्यहाँ चाहिँ कति हुनु पर्छ, डिजाइन स्पिड चाहिँ 120 हुनु पर्यो। रोलिङमा कति हुनु पर्यो, 100 किलोमिटर पर आवर हुनु पर्यो। माउन्टेनियस छ भने 80 किलोमिटर पर आवर भयो भने त्यसलाई हामीले फर्स्ट क्लास भन्न सक्यौँ भने स्टिप टेरियनमा चाहिँ फर्स्ट क्लास भनेको चाहिँ कति हुन्छ त 60 किलोमिटर पर आवर हुनु पर्यो। यसै गरी अब हाम्रो सम्झिन पनि सजिलो छ। सेकेन्ड क्लासको लागि यो भ्यालु यहाँ आउँछ 100, यो भ्यालु यहाँ आउँछ, यो भ्यालु यहाँ आउँछ, 20 को डिफ्रेन्स छ, यहाँ पनि 20 डिफ्रेन्स राखिदिएपछि हाम्रो स्टिपमा चाहिँ कति भयो 40 भनेको चाहिँ सेकेन्ड क्लासको रोड भयो। त्यसै गरी अब थर्ड क्लासको रोड छ, प्लेन टेरियन छ भने थर्ड क्लासको रोडमा अब यो भ्यालु यसरी आउँछ, अनि त्यसपछि यो भ्यालु यसरी आउँछ र अब यो भ्यालु यसरी आउँछ। अब चाहिँ के हुन्छ 10 को मात्रै फरक हुन्छ। यहाँ सम्झिनुपर्ने कुरा चाहिँ यहाँ चाहिँ 10 को मात्रै डिफ्रेन्स हुन्छ स्टिपमा आउँदाखेरि। त्यसै गरी फोर्थ क्लासको लागि पनि सम्झिनको लागि यो 60 को भ्यालु यहाँ आउँछ, 40 यसरी आउँछ र 30 यसरी आउँछ। अब 10 को डिफ्रेन्स मात्रै हुन्छ। माथिको दुईटामा चाहिँ 20 को फरक हुन्छ भने तलकोमा चाहिँ 10 किलोमिटरको मात्रै फरक हुन्छ। यो कुरा याद गऱ्यो भने हामीले डिजाइन स्पिडको बारेमा हामीले सरसर्ती बुझ्न सकिन्छ। यो चाहिँ रोड क्लास र हाम्रो चाहिँ टेरियनको टाइपमा चाहिँ डिपेन्ड गर्ने भयो। त्यसै गरी अब हाम्रो डिजाइन स्पिड सुड बी द गाइडिङ क्राइटेरिया फर द जियोमेट्रिकल डिजाइन अफ द रोड भनिहाल्यो। हाम्रो चाहिँ सबभन्दा चाहिँ मुख्य मार्गदर्शक भनेकै हाम्रो गाइडिङ क्राइटेरिया भनेको जियोमेट्रिकल डिजाइनको लागि चाहिँ डिजाइन स्पिड नै हो, त्यही हुनुपर्छ गाइडिङ क्राइटेरिया। बट अब इन भेरी डिफिकल्ट टेरियन, तर अब यो भन्ने
बित्तिकै सधैँ यही हो भन्ने कुरा हुँदैन। कहिलेकाहीँ के हुनसक्छ त हाम्रो टेरियन एकदमै गाह्रो टेरियन हुनसक्छ अथवा चाहिँ अभोइडै गर्न नसकिने अवस्थाहरू आउन सक्छ। त्यस्तो बेलामा चाहिँ हामीले के गर्न सकिन्छ, डिजाइन स्पिडलाई चाहिँ हामीले 75% अफ द भ्यालुज गिभन इन द टेबल 7.1 चाहिँ हाम्रो जति भ्यालु दिएको छ त्यसलाई चाहिँ त्यसको 75% रिड्युस गर्न सकिन्छ भने। जस्तै हाम्रो एकदमै डिफिकल्टिज आयो प्लेन टेरियनमा भने अब 100 हुनुपर्ने हो स्पिड त, सेकेन्ड क्लासको रोड हामीले बनाउन गइरहेको थियौँ भने, तर अब यहाँ चाहिँ के भयो त डिफिकल्ट एरियन आयो त अथवा चाहिँ हामीले चाहिँ अब यति स्पिड चाहिँ मेन्टेन गर्न नसकिने कुनै अवस्था आयो भने यसलाई हामीले कतिसम्म चाहिँ रिड्युस गर्न सक्छौँ त, यसको 75% भनेको 75 किलोमिटर पर आवरसम्म चाहिँ हामीले चाहिँ यसलाई भ्यालु घटाएर राख्न सक्छौँ। यस्तै गरी रोलिङमा के गर्न सक्ने भयौँ, 80 छ भने यसको 75% घटाउँदा कति हुनुभयो त 60 किलोमिटर पर आवरसम्म हामीले राख्न सकिने भयौँ। त्यसै गरी हाम्रो चाहिँ अब 60 छ भने कतिसम्म राख्न सक्ने भयो त, यसको 75% भनेको 45 सम्म राख्न सकिने भयो। यसरी चाहिँ हामीले चाहिँ 75% सम्म भ्यालु घटाएर चाहिँ यदि चाहिँ अनअभोइडेबल सर्कमस्टेन्सहरू आयो अथवा डिफिकल्ट टेरियनहरू आयो भने चाहिँ डिजाइन स्पिडलाई चाहिँ हामीले घटाउन सकिन्छ भन्ने कुरा भयो। अब साइड डिस्टेन्स भन्छ। साइड डिस्टेन्स भनेको चाहिँ हाम्रो के हो त, फर सेफ्टी। अब दृश्य चाहिँ डिस्टेन्स भन्छ, दूरी भन्छ। दृश्य दूरी भनेको चाहिँ जस्तै फर सेफ्टी, अब सुरक्षित यात्राको लागि इट इज नेसेसरी द्याट साइड डिस्टेन्स अफ एडिक्वेट लेन्थ सुड बी एभाइलेबल टु पर्मिट द ड्राइभर्स इनफ टाइम एन्ड डिस्टेन्स टु कन्ट्रोल द भेहिकल। भनेको कुनै एउटा ड्राइभर छ भने उसलाई गाडीलाई रोक्नको लागि, कन्ट्रोल गर्नको लागि चाहिँ के गर्नुपर्छ त भन्दाखेरि दुईवटा कुरा चाहिन्छ। एउटा चाहिँ पर्याप्त समय चाहिन्छ, जस्तै यहाँ कुनै एउटा अब्जेक्ट आयो भने यसलाई रोक्नु पर्यो भने एउटा चाहिँ उसलाई पर्याप्त समय चाहियो, एउटा डिस्टेन्स चाहियो होइन। उसले आफ्नो भेहिकललाई कन्ट्रोल गर्नको लागि चाहिँ यहाँदेखि यहाँसम्मको लागि डिस्टेन्स पनि चाहियो र त्यो डिस्टेन्सको साथसाथै टाइम पनि चाहियो। भनेपछि इनफ टाइम र डिस्टेन्स हुनु पर्यो। त्यो चाहिँ यही अब त्यो कति चाहिने भन्ने कुरोको त्यसलाई चाहिँ हाम्रो त्यो डिस्टेन्सलाई कति डिस्टेन्स चाहिन्छ त्यो रोक्नको लागि चाहिँ त्यसलाई चाहिँ हाम्रो चाहिँ साइड डिस्टेन्स भनिन्छ। यो अब सुरक्षित रोक्नको लागि चाहिँ हामीलाई पर्याप्त चाहिँ साइड डिस्टेन्स हुनुपर्छ भन्छ। साइड डिस्टेन्स आर युजली गभर्न बाई द डिस्टेन्स रिक्वायर फर स्टपिङ डिस्टेन्स एन्ड ओभरटेकिङ डिस्टेन्स। भनेको अब कति हो त हाम्रो साइड डिस्टेन्स भन्ने कुरा चाहिँ दुईवटा कुरामा भर पर्छ। एउटा भनेको चाहिँ स्टपिङ डिस्टेन्स, कहिलेकाहीँ अगाडि कुनै अब्स्ट्याकलहरू आयो भने रोक्नु पर्ला गाडी, त्यो भनेको स्टपिङ डिस्टेन्स भयो, त्योमा भर पर्यो होइन, त्यसलाई गभर्न गर्यो। अर्को भनेको कहिलेकाहीँ आफ्नोभन्दा अगाडिको गाडीलाई ओभरटेक गर्नु पर्ला, ओभरटेक गरेर अगाडि जानु पर्यो भने त्यति बेलाको डिस्टेन्स छुट्टै होला। त्यो दुईवटा कुराले चाहिँ के गर्ने भयो त हाम्रो साइड डिस्टेन्सलाई चाहिँ गभर्न गर्ने भयो। अब सुरुमा हामी हेरौँ स्टपिङ डिस्टेन्सको बारेमा छलफल गरौँ। स्टपिङ डिस्टेन्स इज द डिस्टेन्स अहेड needed by a driver to bring his vehicle to a complete stop before meeting a stationary object in his path। यसले के भन्यो भन्दाखेरि चाहिँ कुनै एउटा गाडी आफ्नो स्पिडले हिँडिरहेको छ, यहाँ यो सडक छ, कुनै एउटा यहाँ अब्जेक्ट देख्यो भने डिस्टेन्स अहेड, अब योभन्दा अगाडि चाहिँ यो अब्जेक्ट देख्दाखेरि यो कम्प्लिटली रेस्टमा आउनको लागि चाहिँ कति डिस्टेन्स चाहिन्छ त, यो भेहिकललाई कम्प्लिटली रेस्टमा लिएर आउनको लागि चाहिँ कति डिस्टेन्स चाहिन्छ, त्यो नै के हो त साइड डिस्टेन्स हो है। स्टपिङ डिस्टेन्स फर भेरियस, अब यो चाहिँ केमा भर पर्ने भयो, स्टपिङ डिस्टेन्स भन्ने कुरा चाहिँ स्पिडमा भर पर्ने भयो। जस्तै स्पिड जति धेरै छ स्टपिङ डिस्टेन्स त्यसलाई रोक्नको लागि कन्ट्रोल गर्नलाई चाहिँ हाम्रो चाहिँ के चाहिन्छ, त्यति धेरै डिस्टेन्स चाहिन्छ। जस्तै 20 किलोमिटर प्रति घन्टाको दरले कुदेर आइरहेको गाडीलाई रोक्नलाई हाम्रो स्टपिङ डिस्टेन्स कति चाहिँदो रहेछ त 20 मिटर चाहिँदो रहेछ। त्यसै गरी 30 किलोमिटर पर आवर प्रति घन्टाले कुदेर आएकोलाई 30 मिटरै चाहिन्छ। त्यसै गरी 40ले कुदेर आएको छ भने 50 मिटर चाहिन्छ, 60ले कुदेर आएको छ भने 80 चाहिन्छ, 80ले कुदेर आएको छ भने 130 चाहिन्छ, त्यसै गरी 100ले कुदेर आएको छ भने 190 चाहिन्छ र 120ले कुदेर आएको छ भने 260 चाहिन्छ। अब यो सम्झिनलाई अलिकति भ्यालु सम्झिनलाई गाह्रो लाग्न सक्छ, तर एकदम सजिलो छ, प्याटर्नमा जान्छ। जस्तै 20 को लागि 20 केही गाह्रो भएन, त्यसपछि 10ले बढेको छ, त्यसपछि यो दुईटाको बिचमा 20ले बढेको छ, त्यसपछि फेरि यहाँ 30ले बढेको छ। अब यहाँ ब्रेक हुन्छ, यो भनेको हाम्रो चाहिँ यहाँनिर आइसकेपछि ब्रेक हुन्छ। अब के हुन्छ 50ले बढ्छ यहाँ है, यो चाहिँ याद गर्नु पर्यो। 50ले बढ्छ अनि हाम्रो यहाँ 60ले बढ्छ अनि हाम्रो यहाँ 70ले बढ्छ। यसरी हामीले चाहिँ याद गर्नलाई अरू भ्यालु याद गर्नु परेन। 20 मा 20 हुन्छ भनेर सम्झेपछि 10 20 30, त्यसपछि 50 60 70 भन्यो भने चाहिँ सबै डेटा हाम्रो याद गर्न सजिलो छ। त्यसै गरी अब हाम्रो आयो
स्टपिङ साइड डिस्टेन्सलाई अलिकति डिटेलमा थोरै चाहिँ इम्पोर्टेन्ट भएको भएर मैले अलिकति एक्सप्लेन गर्न चाहेँ। अब जस्तै स्टपिङ साइड डिस्टेन्स भनेको चाहिँ हामीले कुन डिस्टेन्सलाई लिने भन्दाखेरि जस्तै कन्फ्युज हुन सकिन्छ। जस्तै मानौँ एउटा होरिजेन्टल कर्भ छ, यस्तो होरिजेन्टल कर्भवाला बाटो छ हाम्रो, यस्तो बाटो छ। सपोज गरौँ एउटा भेहिकल यहाँ छ, अर्को भेहिकल यहाँ छ भने अब यसको आई लेभल यहाँ छ, यसको आई लेभल यहाँ छ। अब रोक्नु पर्यो भने यो यसको चाहिँ लाइन अफ साइट कुनै भयो, यो लाइन अफ साइट हुने भयो, आँखाको लेभलको लाइन भयो। अब तर यो डिस्टेन्स चाहिँ साइड डिस्टेन्स चाहिँ जहिले पनि के हुन्छ त, यो हुन्छ है। हाम्रो यो चाहिँ साइड लाइन भयो, यो एकदम यसमा झुकिन सकिन्छ, यो हो कि जस्तो लाग्छ हामीलाई। यो चाहिँ हाम्रो साइड लाइन हो, देखिने मात्रै हो। तर साइड डिस्टेन्स भनेको चाहिँ हाम्रो कति हो त, यहाँदेखि यहाँसम्मको डिस्टेन्स चाहिँ साइड डिस्टेन्स हो। यही मात्रै पनि क्वेसन सोधिरहेको हुन्छ ब्याचलरमा। त्यसै गरी यो चाहिँ हाम्रो होरिजेन्टल कर्भको केस भयो। जस्तै हाम्रो समिट कर्भमा हेरौँ, यस्तो समिट कर्भ छ। सपोज गरौँ यहाँनिर भेहिकलको आई लेभल यहाँनिर छ, ड्राइभरको आई लेभल, कुनै अब्स्ट्रक्सनको यहाँनिर अब्स्ट्रक्सन छ भने अब यहाँदेखि यहाँसम्म चाहिँ यो चाहिँ हाम्रो साइड लाइन भयो भने यहाँदेखि यहाँसम्मको योवाला चाहिँ के भयो, यो कर्भवाला लाइन चाहिँ हाम्रो साइड डिस्टेन्स भयो है। यो चाहिँ साइड डिस्टेन्स भयो, यो साइड लाइन भयो। यसमा एजुम्सन के हुन्छ भन्दा ड्राइभरको आई चाहिँ हाम्रो सडकदेखि चाहिँ कति लेभल माथि हुन्छ त, 1.2 मिटर माथि चाहिँ ड्राइभरको हुन्छ भन्ने हाम्रो चाहिँ के हुन्छ त, एजुम्सन गरेको हुन्छ। त्यसै गरी यो हाम्रो अब्स्ट्रक्सन छ भने अब्स्ट्रक्सनको हाइट चाहिँ कति हुन्छ भनेर हामीले एजुम गर्छौँ त, 0.15 मिटर चाहिँ माथि हुन्छ यो अब्स्ट्रक्सनको हाइट भन्ने हामीले एजुम गरेको हुन्छौँ। त्यसै गरी अर्को हाम्रो मानौँ टर्निङ आयो, के अरे हाम्रो चाहिँ क्रसिङ आयो। जस्तै यस्तो खालको क्रसिङ छ, क्रसिङमा कसरी निर्धारण गरिन्छ हेरौँ है त। जस्तै क्रसिङ छ, क्रसिङमा हाम्रो अब यो यहाँ बिल्डिङहरू छ भने यसले अब्स्ट्रक्सन लिएर आउन सक्छ। जस्तै हाम्रो यहाँसम्मको चाहिँ देखिने भयो। जस्तै एउटा भेहिकल यहाँनिर छ, अर्को भेहिकल यहाँनिर छ भने यो चाहिँ हाम्रो के भयो, साइड लाइन भयो। यहाँसम्मको देख्ने भयो उसले, यहाँ भएको भेहिकलले यहाँसम्मको भेहिकललाई देख्ने भयो। अब यो चाहिँ हाम्रो स्टपिङ डिस्टेन्स होइन। यो भेहिकलको लागि चाहिँ अब यहाँसम्म आइपुग्दाखेरि स्टप भएन भने यिनीहरूको बिचमा कोलिजन हुन्छ। त्यो भएर यो भेहिकलको हकमा चाहिँ यहाँदेखि यहाँसम्मको डिस्टेन्स चाहिँ स्टपिङ डिस्टेन्स हो, यो चाहिँ स्टपिङ डिस्टेन्स हो। यो भेहिकलको हकमा चाहिँ यहाँदेखिबाट यहाँसम्मको डिस्टेन्स चाहिँ स्टपिङ डिस्टेन्स हो। यो कुरा चाहिँ ख्याल गर्नु पर्यो। त्यसै गरी अब हामी जाउँ ओभरटेकिङ डिस्टेन्सको भनेको के हो त। ओभरटेकिङ डिस्टेन्स भनेको मिनिमम डिस्टेन्स द्याट सुड बी एभाइलेबल टु द ड्राइभर टु ओभरटेक द एनअदर भेहिकल सेफली। भनेको आफ्नोभन्दा अगाडि रहेको भेहिकललाई सुरक्षितसँग ओभरटेक गर्नको लागि कति दूरी आवश्यक पर्छ, त्यो दूरीलाई नै हामीले के भनिन्छ त, ओभरटेकिङ डिस्टेन्स भनिन्छ। ओभरटेकिङ डिस्टेन्स फर द भेरियस डिजाइन स्पिड भनेको अब अहिलेको जसरी नै हाम्रो अब भेरियस डिजाइन स्पिडको लागि 40 को लागि कति हुने, 60 को लागि कति हुने, 80 को लागि कति, 120 को लागि कति, 100 को लागि कति, 120 को लागि कति भन्ने छ। 40 को लागि चाहिँ मिनिमम ओभरटेकिङ डिस्टेन्स भनेको 165 हुन्छ। यसको लागि चाहिँ 60 को लागि 130, अनि 80 को लागि 470, 100 को लागि चाहिँ 640, 120 को लागि चाहिँ 880 छ। यसमा पनि हेरौँ केही मिल्छ कि। यो दुईटाको बिचमा फरक कति छ, 135 छ। यो दुईटा बिचमा फरक भनेको 135 छ भने अब हाम्रो यो दुईटाको बिचमा फरक कति छ त, 135 को डबल कति हुन्छ, 170। बिचमा फेरि के हुन्छ त, यसमा पनि 170 नै हामीले एड गर्छौँ। त्यो गर्यो भने हाम्रो 640 हुन्छ। अनि लास्टको हाम्रो के हुन्छ त, यसकै डबल हुन्छ है। सुरुमा चाहिँ यो दोस्रो डिजिटसम्मको मात्रै डबल गरेर लेखेको थियो भने अब लास्टमा चाहिँ हाम्रो यसमा 240 जोड्यो भने हाम्रो 170 को डबल 240, 640 मा 240 जोड्यो भने 880। यसरी हाम्रो मिनिमम ओभरटेकिङ डिस्टेन्स चाहिँ कोड अनुसार चाहिँ हामीले चाहिँ दिन सक्छौँ। अब यो कसरी क्याल्कुलेट गरिन्छ भन्दाखेरि जस्तै यो भनेको के हो, जस्तै मानौँ कुनै एउटा भेहिकल ए छ, अर्को भेहिकल बी छ। यो ए भेहिकल चाहिँ हाम्रो मानौँ डिजाइन स्पिडमा हिँडिरहेको छ, यो चाहिँ डिजाइन स्पिडभन्दा मिनिममले हिँडिरहेको छ। मानौँ यिनीहरू यसरी यो लेनमा हिँडिरहेको छन् भनौँ, अर्को हाम्रो लेन यतापट्टि छ। अब के गर्नु पर्यो त भन्दा यो भेहिकलले यो भेहिकललाई चाहिँ ओभरटेक गर्नु पर्यो भने के गर्नु पर्यो त,
सुरुमा यही भेहिकलले यसलाई चाहिँ के गर्नु पर्यो भन्दाखेरि पर्सिभ गर्नु पर्यो यो भेहिकललाई मैले ओभरटेक गर्छु भनेर। त्यो भनेको अब यसले चाहिँ रियाक्सन टाइम यहाँदेखि यहाँसम्म आउँदाखेरि चाहिँ रियाक्सन टाइम लिनु पर्यो। मैले चाहिँ यसलाई चाहिँ ओभरटेक गर्छु भनेर। अब यहाँ चाहिँ फेरि धेरै नजिक आउनु भएन, हाम्रो जुन मिनिमम स्पेसिङ छ दुईटा भेहिकलको बिचको त्यो गाइडलाइन चाहिँ यसले चाहिँ फलो गर्नु पर्यो। अब यहाँनिर आइसकेपछि यसले चाहिँ के गर्नु पर्यो, एक्सिलेट गरेर चाहिँ के गर्नु पर्यो, फेरि सेफ जुन स्पेसिङ छ। अब यो भेहिकल त्यतिन्जेलसम्म यो यहाँ आइपुग्दाखेरि यो भेहिकल सपोज यहाँनिर आइपुगेको छ भने अब यो भेहिकलले चाहिँ यहाँनिर पुग्नु पर्यो। यो भेहिकल यो बी भन्ने भेहिकल यो B2 भन्ने पोजिसन सेकेन्ड पोजिसन यहाँ भयो, यो B1 भन्ने भयो, यो चाहिँ अब यो यहाँ आयो, यो A1 भयो, यो पोजिसनलाई A2 भनौँ हैन। त्यसै गरी चाहिँ हाम्रो चाहिँ के हुन्छ त भन्दाखेरिमा चाहिँ अर्को चाहिँ पोजिसन भनेको चाहिँ B3 A3 भनौँ यो पोजिसन है। भनेपछि अब यहाँ पनि स्पेस चाहिँ क्लियर स्पेसिङ जति छोड्नुपर्ने हो त्यति बराबर अगाडि गएर मात्रै रोक्नुपर्छ। यो अवस्थामा चाहिँ यताबाट आएको अपोजिट भेहिकल सपोज गरौँ इनिसियल पोजिसनमा यसलाई C भनौँ, C1 पोजिसनमा थियो भने यसले चाहिँ यसलाई एक्सिट क्रस गरेर जानु भएन है। यो पोजिसनले ओभरटेक गर्दाखेरि यो यहाँनिर आइपुग्नु पर्यो, यो चाहिँ यतातिर चाहिँ भागेको हुनु भएन, कम्तीमा चाहिँ यो यहाँदेखि यहाँसम्म आएको हुनु पर्यो। यसलाई चाहिँ D3 भनौँ है। यो डिस्टेन्सलाई हाम्रो के भनौँ, यहाँदेखि यहाँसम्म आउँदाखेरिकोलाई चाहिँ D1 भनौँ। त्यसै गरी यहाँदेखि लिएर यहाँसम्मको डिस्टेन्सलाई यहीँसम्मको डिस्टेन्सलाई चाहिँ के भनौँ, D2 भनौँ। र हाम्रो चाहिँ यो डिस्टेन्सलाई D3 भन्यो भने ओभरटेकिङ डिस्टेन्स भनेको चाहिँ D1 + D2 + D3 हुन्छ। यही नै हो हाम्रो ओभरटेकिङ डिस्टेन्स। हामीलाई कति चाहिने भयो त, यति डिस्टेन्स चाहिँ कम्तीमा चाहिँ ओभरटेक गर्नलाई चाहियो, सेफली ओभरटेक गर्नलाई चाहिँ चाहियो। ल अब एप्लिकेसन अफ साइड डिस्टेन्स स्ट्यान्डर्ड्स है। अब यसको चाहिँ कसरी प्रयोग गर्ने त, साइड डिस्टेन्स स्ट्यान्डर्डको मापदण्डको प्रयोग कसरी गर्ने त भन्दा नर्मली एटेम्प्ट सुड बी मेड टु प्रोभाइड अ साइड डिस्टेन्स इक्वल टु द ओभरटेकिङ डिस्टेन्स इन एज मच लेन्थ अफ द रोड एज पोसिबल। जति सक्दो चाहिँ हामीले के गर्नु पर्यो, साइड डिस्टेन्स कति बराबरको दिनु पर्यो त, अहिले हाम्रो आएको ओभरटेकिङ डिस्टेन्स जति छ त्यति बराबरको डिस्टेन्स चाहिँ सकेसम्म चाहिँ हामीले चाहिँ प्रोभाइड गर्ने चाहिँ हामीले चाहिँ ट्राई गर्नु पर्यो। वेयर दिस इज नट फिजिबल, अब यो चाहिँ ओभरटेकिङ डिस्टेन्स बराबरको डिस्टेन्स हामीले दिन फिजिबल देखिएन भने साइड डिस्टेन्स इक्वल टु ट्वाइस द स्टपिङ डिस्टेन्स सुड बी मेड एभाइलेबल। यस्तो दिन सकिएन भने हाम्रो चाहिँ के गर्नु पर्यो, एउटा कन्डिसन भनेको ओभरटेकिङ डिस्टेन्स बराबरको डिस्टेन्स दिने भयो। दोस्रो कन्डिसन भनेको त्यो पोसिबल भएन भने कम्तीमा चाहिँ के हुनु पर्यो त, डबल चाहिँ दिनु पर्यो है। स्टपिङ डिस्टेन्सको चाहिँ हाम्रो आएको थियो, स्टपिङ डिस्टेन्सको डबल चाहिँ हामीले के गर्नु पर्यो, प्रोभाइड गर्नु पर्यो भन्छ यो फर्स्ट लाइनले। अर्को केसमा के भन्छ, इन नो केस कुनै पनि केसमा चाहिँ सुड द भिजिबिलिटी अफ द रोड अहेड, अगाडिको रोडको भिजिबिलिटी चाहिँ कम्तीमा बी लेस देन स्टपिङ डिस्टेन्स फर मल्टिलेन रोड हैन। कुनै पनि केसमा चाहिँ कम्तीमा पनि यो भन्दा चाहिँ मल्टिलेन रोड 2 लेन भन्दा बढी छ भने चाहिँ स्टपिङ डिस्टेन्स भन्दा कुनै पनि हालतमा हाम्रो साइड डिस्टेन्स चाहिँ कम्ती हुनु भएन, कुनै पनि केसमा है। एउटा यो भन्छ मल्टिलेनको केसमा। अर्को भन्छ ट्वाइस द स्टपिङ डिस्टेन्स फर द सिंगल लेन रोड छ भने चाहिँ हाम्रो के हुनु पर्यो त, हाम्रो कम्तीमा डबल हुनु पर्यो है, 2 टाइम्स अफ स्टपिङ डिस्टेन्स हुनु पर्यो भन्छ। यो चाहिँ हाम्रो के भयो, मल्टिलेनको केसमा भयो। इट इज अलवेज रिकमेन्डेड टु प्रोभाइड भिजिबिलिटी अफ द रोड अहेड टु एज मच डिस्टेन्स एज पोसिबल। अगाडिको रोड चाहिँ हाम्रो चाहिँ के गर्नु पर्यो भन्दा जति सक्दो चाहिँ हाम्रो चाहिँ धेरै चाहिँ भिजिबल हुने गरी चाहिँ प्रोभाइड गर्नको लागि चाहिँ हामीले रिकमेन्ड गरिन्छ। फर क्यालकुलेटिङ द भिजिबिलिटी अफ द रोड द ड्राइभर्स आइल इज एजुम टु बी लोकेटेड एट 1.2 मिटर। अहिले मैले भने जस्तै 1.2 मिटर माथि चाहिँ ड्राइभर्सको आई चाहिँ लोकेट गरेको हुन्छ एबभ द रोड सर्फेस एन्ड एनी अब्जेक्ट लाइङ अन द रोड सर्फेस टु बी 0.1 मिटर हाइट भन्छ हैन। ल अब आयो हाम्रो ओभरटेकिङ जोन भनेको के हो त, जस्तै इन स्ट्रेच अफ अ रोड कस्तो ठाउँमा चाहिँ यो ओभरटेकिङ जोनहरू प्रोभाइड गरिन्छ भन्दा जहाँ चाहिँ सफिसियन्ट ओभरटेकिङ साइड डिस्टेन्स क्यान नट बी प्रोभाइडेड। अहिले हामीले भन्यौँ ओभरटेकिङ साइड डिस्टेन्स दिनुपर्छ भनेर, त्यो दिन सकेनौँ। अथवा चाहिँ अन अ सिंगल लेन रोड वेयर ओभरटेकिङ अर क्रसिङ अपर्च्युनिटी इज नट एभाइलेबल, अथवा चाहिँ सिंगल लेन रोडमा पनि जहाँ चाहिँ ओभरटेकिङ र क्रसिङको अपर्च्युनिटी छैन भने ओभरटेकिङ अथवा यसलाई चाहिँ पासिङ जोन पनि भन्छ, त्यस्तो चाहिँ हामीले प्रोभाइड गर्नु पर्यो। जस्तै यस्तो खालको रोड छ भने अब यहाँ कहीँ ओभरटेक गर्ने पोसिबिलिटी छैन भने अब हल्का चाहिँ के हुन्छ त, यस्तो विथ बढाएर हामीले चाहिँ यस्तो जोनहरू
ओभरटेकिङ जोनहरू चाहिँ हामीले चाहिँ अब यहाँनिर चाहिँ यसले ओभरटेक गर्न सक्ने भयो यस्तो चाहिँ जोनहरू चाहिँ बनाउनुपर्छ मिनिमम विथ अफ द ओभरटेकिङ जोन स्याल बी एज सेम एज द्याट अफ द मिनिमम अफ 2 लेन अब यसको विथ कति हुनु पऱ्यो कम्तीमा पनि ओभरटेकिङ जोनको विथ चाहिँ 2 लेनको चाहिँ बाटोको जति विथ हुन्छ त्यति बराबरको चाहिँ हुनु पऱ्यो भनेको मतलब कम्तीमा अब 3.5 को एक लेन छ भने 7 मिटर चाहिँ कम्तीमा हुनु पर्यो भन्छ यसले है अर्को भन्छ द लेन्थ अफ द ओभरटेकिङ जोन स्याल बी एटलिस्ट 3 टाइम्स द ओभरटेकिङ डिस्टेन्स अन द 2 एन्ड मोर लेन रोड यदि 2 अथवा 2 भन्दा बढी लेनको रोड छ भने यसको लेन्थ कति हुनु पर्यो त कम्तीमा पनि 3 टाइम्स हुनु पर्यो है 3 टाइम्स अफ ओभरटेकिङ डिस्टेन्स है ओभरटेकिङ डिस्टेन्सको 3 गुणा हुनु पर्यो कम्तीमा यदि चाहिँ सिंगल लेन रोड छ भने सिंगल लेन रोडको हकमा भने पासिङ जोन चाहिँ कम्तीमा पनि के हुनु पर्यो 2 टाइम्स हुनु पर्यो है 2 टाइम्स अफ ओभरटेकिङ डिस्टेन्स हुनु पर्यो सिंगल लेन रोडमा चाहिँ अन अ सिंगल लेन रोड ओभरटेकिङ अथवा पासिङ लेन सुड बी प्रोभाइडेड नट मोर देन 1 किलोमिटर इन्टरभल भनेको मतलब अब सिंगल लेन रोड छ भने हामीले के गर्नु पर्यो यस्तो जोनहरू चाहिँ अब 1-1 किलोमिटरको इन्टरभलमा भन्दा बढीमा चाहिँ अब चाहिँ 1-1 किलोमिटरमा चाहिँ कम्तीमा यस्तो जोनहरू चाहिँ हामीले दिनु पर्यो है नत्र भने फेरि के हुन्छ त ओभरटेकिङ गर्न सक्दैन अनि गाह्रो पर्छ जस्तै यहाँदेखि यहाँसम्मको डिस्टेन्स चाहिँ 1 किलोमिटर भयो भने बढीमा चाहिँ 1 किलोमिटरमा चाहिँ यस्तो जोनहरू ओभरटेक गर्ने ठाउँहरू चाहिँ दिइराख्नुपर्छ नत्र भने यस्तै सानो ठाउँबाट चाहिँ ओभरटेक गर्न खोज्दाखेरि एक्सिडेन्टहरू हुने चान्स हुने भयो यो कुरा बुझिन्छ है त्यसै गरी चाहिँ द स्टार्ट एन्ड इन्ड अफ द ओभरटेकिङ जोन सुड बी इन्फर्म बाई अब जस्तै हामीले के गर्नु पर्यो स्टार्टिङ र इन्डिङलाई चाहिँ हामीले चाहिँ एकदम मजाले चाहिँ के गर्नु पर्यो चिन्ने बनाउनु पर्यो जस्तै यहाँ चाहिँ सुरु हुँदैछ भने एप्रोप्रिएट साइन बोर्ड राख्नु पर्यो यहाँनिर चाहिँ साइन बोर्ड राख्नु पर्यो कतिमा राख्नु पर्यो एटलिस्ट स्टपिङ डिस्टेन्स यहाँदेखि यहाँसम्मको डिस्टेन्स कति हुनु पर्यो स्टपिङ डिस्टेन्स बराबरको डिस्टेन्समा यहाँनिर अब सुरु हुँदैछ है यो ओभरटेकिङ जोन भनेर एउटा साइन बोर्ड राख्नु पर्यो भने बिफोर द स्टार्ट एन्ड इन्ड अफ द जोन होइन जोनको इन्डमा पनि अब चाहिँ हाम्रो चाहिँ यहाँबाट अब यहाँनिर इन्डिङ हुँदैछ भने यहाँ यो साइड डिस्टेन्स अगाडि नै हामीले के गर्नु पर्यो एउटा बोर्ड राखिदिनु पर्यो अब यहाँ चाहिँ ओभरटेक गर्न पाइएन है स्टपिङ डिस्टेन्स भन्दा अगाडि नै यहाँनिर पनि हाम्रो बोर्ड राखिदिनु पर्यो यहाँनिर पनि बोर्ड राखिदिनु पर्यो यसरी चाहिँ हाम्रो चाहिँ प्लेसमेन्ट गर्न सकिन्छ ओभरटेकिङ जोनको लागि चाहिँ चिन्हको लागि भन्छ आजको लागि चाहिँ यति नै अब फेरि फर्दर योभन्दा अगाडिको लागि चाहिँ युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरेर सहयोग गरिदिनु न अनुरोध गर्दछु धन्यवाद